हेलो ह्यान्डसम सुभाष दाई, के छ हालखबर? ठिक छ। अनि हजुरको यो पसल चाहिँ कहाँनिर रहेको छ सुभाष दाई, एक्ज्याक्टली भन्नु पर्यो मलाई। यो हाम्रो तामाघाट नगरपालिका जाने बाटो नगरपालिका जाने बाटो सुदीप फार्मेसीको ठ्याक्क अगाडि होइन त? हो। अनि हजुरको पसलमा चाहिँ के सामान पाउँछ? अहिले पाँचलमा चाहिँ अत्याधिक गर्मी बढेको छ दाई। हाम्रो यो गर्मी सँगसँगै हाम्रोमा एसी पाउँछ, कुलर पाउँछ, फ्यान पाउँछ, हजुर हजुर फ्रिज पाउँछ, हजुर हजुर एलइडी टिभी, हजुर हजुर अनि त्यसपछि भन्नु न दाई। वासिङ मेसिन। हजुर एकदमै राम्रो खालको इलेक्ट्रिक सामान चाहिएको छ भने टक्क लाएर हाम्रो यो सुदीप फार्मेसी अगाडि हाम्रो दाईको पसलको नाम चाहिँ के छ? हाम्रो दाईकै मुखबाट सुनौ त दाई, भन्नु त। हाम्रो पसलको नाम चाहिँ इन्द्रावती किचन गुड्स एन्ड होम अप्लायन्स ल चाहिँ एकदमै राम्रो खालको किचनको लागि चाहिने हरेक इलेक्ट्रिक चुलोहरू, यो चाहिँ अब त्यसपछि कुकरहरू, त्यसपछि वासिङ मेसिनहरू, अब सानो ठुलो जत्रो जत्रो चाहिए पनि हजुरहरूले यहाँ पाउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यतातिर फाइनहरू अब पाँचमा चाहिँ अत्याधिक गर्मी बढेको छ, त्यही भएर यहाँ फ्रिजहरू पनि सबै साइजको पाउन सक्नुहुन्छ। ठुलोदेखि सानो, सानोदेखि ठुलोसम्मको फ्रिजहरू चाहिँ हाम्रो दाईको पसलमा उपलब्ध छ। चाहियो भने तुरुन्त पसल भिजिट गरेर सामान चेकआउट गरेर पनि लिन सक्नुहुन्छ। यो अब एकदमै राम्रो खालको यो अहिले चलेको फ्रिज छ भने, यो होटल गर्दै हुनुहुन्छ कोही भने एकदमै सानो खालको सोकेसवाला फ्रिज चाहिएको छ भने पनि हजुरहरूले टक्क यो पसल भिजिट गरेर सामान लिन सक्नुहुन्छ। यो पसल कहाँनिर छ हजुर भनेर हजुरहरू कन्फ्युज हुनुभएको छ भने चाहिँ ट्याक्क नगरपालिका जाने बाटो, यो चाहिँ ट्याक्क लाएर पुलिस बिट यहाँ छ भने यहाँबाट सर आइसकेपछि यो पसल, यो सुदीप फार्मेसी भयो, यहाँनिर यो पसल रहेको छ। एकदमै राम्रो खालको सामान चाहियो भने हजुरहरूले यो पसल भिजिट गर्न सक्नुहुन्छ है त गाइज।